मालपोत कार्यालय लाहानमा प्रमुखविहीन सेवाग्राही मार्कामा। दर्शकबिन नमस्कार, एबी न्युज 24 के अनलाइन टेलिभिजनमा तपाईँहरूलाई स्वागत छ। दर्शकबिन मालपोत कार्यालय लाहानमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राही मार्कामा परेका छन्। प्रमुख पद रिक्त रहँदा दैनिक सेवा प्रवाह प्रभावित भएको छ भने सेवाग्राहीलाई शास्ति भोग्नु परेको छ। कार्यालयमा हाल दृष्टिबन्धक कागजपत्र लगायत सामान्य काम मात्रै भइरहेको छ, तर नामसारी जस्ता महत्त्वपूर्ण काम भन्ने पूर्ण रूपमा थप भएको छ। जग्गा नामसारीका लागि टाढाबाट आएका सेवाग्राहीहरू करिब 25 दिनदेखि कार्यालय प्रमुखको प्रतीक्षामा बस्न बाध्य भएका छन्। जिल्ला बाहिर बस्दै आएका सेवाग्राही शिवकुमार यादवले आमाको नाममा रहेको जग्गा बहिनीको विवाहका लागि बिक्री गरी नामसारी गर्न आएको बताए, तर प्रमुख नहुँदा काम हुन नसकेको भन्दै उनले गुनासो गरे। दैनिक सेवाग्राहीको भिड लाग्ने कार्यालयमा लामो समयसम्म प्रमुखविहीन हुनु राज्यको गम्भीर लापरवाही भएको स्थानीयको भनाइ छ। यसैबीच व्यवस्थापन समेत कमजोर। मनु यादव निरज। दर्शकबिन अहिले हामी चाहिँ लाहान मालपोत कार्यालयमा आइपुगेको छु र आज हामी यो मालपोत कार्यालयमा को हाकिम छ कि छैन यस विषयमा तपाईँहरूलाई जानकारी गराउनु र एकजना पीडित व्यक्ति हुनुहुन्छ, उहाँसँग म केही प्रतिक्रिया लिन चाहन्छु। के नाम छ? मेरा नाम अविनाश कुमार है। अपने पहचान किसी मछली में लगभग हम 20 दिन से एगो नमसारी वाला फाइल छे, टेबुल पर देखे छे फाइलो बहुत सब छे, कैसे चिट्ठी बनबे छे, आई एते हाकिम कल एते हाकिम, फिर पूछलू जाके तो कैसे कोई गारंटी नहीं है मंत्रालय में बोलू तो पत्र ग्रहण के बाद ये थे से कह के क्या हाकिम सब ठके है कि की बात है जो की प्रक्रिया है से अब हमरा सब नहीं था, और हमरा सब लगभग 20 दिन से दूर बढ़ा करी छी नमसारी वाला फाइल लेके तई तकर बाद फिर कहला हाकिम जे लिखनदास से पूछू, लिखनदास कहला बोलू हाकिम से पूछू, यहाँ लगे हमरा सब बुआ गेल छी, पूरा बुआ गेल छी। जब काम नहीं भ रहल छे मालपोत कार्यालय में दौड़ के अनहर बहुत समस्या, विभिन्न किस्म के समस्या हमरा अहाँ के भ रहल छे। अब पहला भ रहल छे एमे अहाँ के कैसे हाकिम चल गेले तो हम पूछबो करली जे लिमिट बना के सर गेल है कि नहीं गेल है, लिमिट में है कोई है कि नहीं है, कैसे सर बोलू ककरो बनाइए के नहीं गेल है से अपने मने चल गेल। हम कहली अहाँ सबके जानकारी है कि नहीं है, अपने मने चल गेल है तब कैसे हमरा और के सोह जानकारी नहीं है। तो हम कहली अपने सब कथी के हाकिम जे पहला बैठल छी, कहियो कहै छियै हम चिट्ठी बनबै छियै, कहियो कहै छियै एक दिन एते, हमरा सबके कोनो था है नहीं, हम अतबे बात कह के दर्शकबिन तपाईहरुलाई यो मालपोत कार्यालयको अवस्था एकदम देखिहाल्छु। यो मालपोत कार्यालयको अवस्था तपाईहरुले कति फोहोर छ, यो कति फोहोर छ त्यसले हामी यो अवस्था कस्तो छ, कति गुटका खाएर चाहिँ कस्तो कोही छैन, यो कार्यालय प्रमुखमा कोही छैन, 10-20 दिनदेखि यो खाली छ। यो कार्यालय प्रमुख आज सभा भएर गएको छ कि के कस्तो यस विषयमा तपाईहरुलाई जानकारी गराउनु छ। दर्शकबिन आज हामीसँग मालपोत कार्यालयमा निमित प्रमुख हुनुहुन्छ, निमितमा राखेको छ उहाँ जयप्रकाश यादव। उहाँलाई म सर्वप्रथम स्वागत गर्छु। जयप्रकाशको स्वागत गर्छु। तपाईको यो कार्यालयमा हाकिम कति दिनदेखि छैन? अब चुनाव अघि सम्बन्ध हुने थियो, चुनावको अघिल्लो दिन हाम्रो अर्जुन कुमार मण्डलजी उहाँ चाहिँ हिँड्नु भएछ। त्यसपछि चाहिँ तर यहाँ त सेवाग्राहीहरू कतिको मारमा छ, कसैको छोरीको बिहे गर्नु छ त कसैको बहिनीको उनीहरूको पुरै पीडामा छ, पुरै मारमा छ, उनीहरूको काम कसरी हुन्छ? अब मुद्दा बाहेकका काम सुचारू रूपमा सञ्चालन गर्छ, अरू सबै कामहरू ठिक छन् र मुद्दाको निर्णय सम्बन्धी कामहरू मात्र मुद्दाको दिनुपर्ने फाइलहरू हामीले चोट लगाएर राख्नु भनेकै छौँ, तर त्यो फाइलहरू मुद्दाको कामहरू निर्णय चाहिँ। तर तपाईँको मालपोत कार्यालयमा एउटा नामसारी गर्न कति पैसा मागिरहेको छ तपाईँको कर्मचारीहरू? हामीले नियम सङ्गति काम नियम सङ्गति कोही त्यस्तो बेला पार्नु भयो भने हामीलाई देखाउनुहोस्, हामीले कतिसँग मागेका छौँ। तर तपाईँको कार्यालयमा यति फोहोर छ, तपाईँको यो मालपोत कार्यालयमा अस्तव्यस्त जस्तो छ, यति फोहोर किन छ? होइन, फोहोर त आज अलिकति थियो,
त्यही भयो पानीको बोतलहरू त्यति भयो भर्खरै हाम्रो गुटखा फालेको त्यतिकै हेराइरहेको छ त्यो कुराहरू त हामीले सरसफाइ त गरेकै हुन्छ अलिअलि हामीले त पब्लिकलाई नखानु भन्नु पनि सकिँदैन हामी जहाँसम्म हुन्छौँ उहाँलाई सम्झाउने कोसिस गर्छु नखानुहोस् यो कार्यालयमा कार्यालय प्रमुख कहिले आउँछ यो विभागले जहिले पठाउँछ कहिले आउँछ भन्नु सक्ने दर्शकमा त्यस्तै बाहिर पनि सेवाग्राहीहरू हुनुहुन्छ उहाँहरूसँग म प्रतिक्रिया लिन चाहन्छु कहाँ कहाँ अंतिम चरण कार्य प्रमुख नहीं है डिसीजन के लिए सहज रूप से बहुत सब कोई दिक्कत नहीं है लेकिन जरूर पूरा भी डिसीजन करेंगे पूरा विचार करेंगे डिसीजन बहुत नहीं फेरि तपाईँहरू यहाँ चाहिँ कहाँले हो यहाँ गुट्टा खाएर कति थाकेछ र हाकिमहरू त्यतिकै भनिरहेको ल हेराइदिनु यो चाहिँ कार्यालय हो तर यहाँ हेर्नु कस्तो अव्यवस्थित छ गुट्टा खाएर फ्याँकेको छ म यहाँ पनि जोड्दैछु काम भएर काम भएर कार्यालय दुवै सबले सकिन्छ दर्शक पनि त्यस्तै यहाँ कति फोहोर गुट्खा खाएर